हेलो हेलो गाइज, फेरि पनि नमस्कार। म चाहिँ नि प्रदीप थनेत है। म चाहिँ के भन्न चाहन्छु भने हाम्रो नेपालको जति नि युवाहरू छन्, युवा होइन, युवाहरूलाई के भन्न चाहन्छु भने तपाईँहरू एक आपसमा लडेर केही हुनेवाला पनि छैन, एक आपसमा झगडा गरेर अहमता बढाएर पनि केही हुनेवाला छैन होइन। तर मैले के भन्छु, यो एमालेको र काङ्ग्रेसको अनि त्यसपछि यो राप्रपा जति नि पार्टीका छन् युवाहरू, त्यो युवाहरूलाई मैले के भन्न चाहन्छु, तपाईँहरू आफ्नो घमण्ड छोडिदिनुहोस्, आफ्नो जिद छोडिदिनुहोस् होइन। आफ्नो जिद छोडेर अहिले चाहिँ नि हामी एकजुट हुन अति आवश्यक छ होइन। एकजुट हुन अति आवश्यक छ, एक अर्कालाई साथ सपोर्ट गरेर हिँड्न पर्ने अति आवश्यक छ। तर तपाईँहरू यसरी झगडा गरेर बस्नुभयो भने, एक आपसमै लडेर बस्यो भने हामी कहिले पनि आफ्नै देश पनि अब गुमाउने स्थितिमा पुगिसकेका छौँ होइन। र एमाले काङ्ग्रेस जुनसुकै पार्टीको होस्, जुनसुकै कार्यकर्ता होस्, जेएनजी होस्, चाहे जोसुकै होस्, तर कसैलाई पनि केही पनि त्यस्तो हातपात गर्ने र तपाईँको यो पहाडी यो तराई भनेर हिँड्ने अवस्था पनि छैन अहिले होइन। यो पहाडी, यो मधेसी, यो तराईको, यो थारू, यो जनजाति भनेर छुट्याउने स्थिति पनि छैन। यो छुट्याएको भन्ने जति नि छुट्याएको छन्, यो सबै पहिलाको बुढोपाकाले, यो बुढाहरूले छुट्याए, जुन काङ्ग्रेसको एमालेको थिए तिनीहरूले छुट्याए होइन। तर अब चाहिँ नि हामीले जेनजी पुस्ताहरूले चाहिँ के गर्नुपर्छ भन्दाखेरि एक आपसमा मिलेर सकभर मिलेर सबैलाई एकजुट गरेर अगाडि बढ्नुपर्छ, एकजुट भएर बस्नुपर्छ होइन। आफ्नो देश नै सङ्कटमा परेको स्थिति छ, तपाईँहरू आफै पनि देख्न सक्नुहुन्छ होइन। अब त्यो तपाईँहरू आन्दोलन भनेछ, पार्टी भनेछ, अनेक भनेछ, उफ्रिया छ, कहिले काङ्ग्रेसको उफ्रिया छ, कहिले एमालेको उफ्रिया छ। यस्तो गरेर पनि यो देश बन्छ बन्दैन। तर तपाईँहरू आफैले सोच विचार चेन्ज गरेर एक आपसमा एकजुट हुन अति आवश्यक छ। मैले त्यही भन्छु है। तपाईँहरू जबसम्म एकजुट हुँदैन तबसम्म तपाईँहरूको न गाउँ टोल विकास हुन्छ, न त तपाईँहरूको सहर नै विकास हुन्छ, न त तपाईँहरू आफैमा सक्षम हुनुहुन्छ, न त के तपाईँहरू खालि मासु भात भनेछ कुद्या छ। आज फल्ना पार्टीले मासु दियो, फल्ना पार्टीले पेट्रोल दियो, त्यो भनेर कुदेर हुँदैन। तपाईँहरू आफैमा सक्षम बन्नुहोस्, आफैमा एकजुट ल्याउनुहोस् होइन। साथीहरूलाई आफ्नोतिरबाट भड्काउन कोसिस नगर्नुहोस्, झै झगडा सकेभर झै झगडा नगर्नुहोस् भन्न मेरो आग्रह गर्छु मैले होइन। म त अरू के भन्न सक्छु, त्यही भन्ने हो, मेरो सोच नै त्यही हो। सकेभर एकजुट भएर जाउँ, सबै युवाहरूलाई आफूतिर आकर्षित गरौँ। त्यो पार्टी भनेर त्यो पार्टी संस्थाको नेपालमा के छ, संस्थाले नै नेपाल नै बिगारिसक्यो। जुन संस्था जति नि मान्छे आछन्, संस्था खोल्याछन्, बसेछन्, नेपाल नै ध्वस्तै भइसकेको छ होइन। हामी अब त्यो संस्थाको पछाडि नलगाउँ, कि अब चाहिँ के को पछाडि लागौँ भन्दाखेरि युवाहरू कसरी हुन्छ एकजुट पार्ने, त्यसपछि नेपाललाई कसरी हुन्छ रोक्ने, जोगाउने, बाहिरी मान्छेको हस्तक्षेपबाट बचाउने कोसिस गर्नु पर्यो के। हामी युवाहरू अब युवाहरू छतालिङ्गै छौँ, एक आपसमा लडिरहेछौँ। अब त्यो अलिअलि भएको युवाहरू एक आपसमा लड्दै ठिक्क छ, अरूलाई पिट्दै ठिक्क छ, अरूलाई नराम्रो भन्दै ठिक्क छ होइन। सकेभर हामी युवाहरू चाहिँ नि एकजुट हौँ र एकजुट बनाऊ, एक ढिक्का भएर अगाडि बढ्दाखेरि कसैलाई पनि केही हुनेवाला छैन। विदेशमा भएको जुन हाम्रो युवा शक्तिहरू छन्, युवा शक्ति विदेशमा हुनुहुन्छ, उहाँहरूले पनि विदेशबाटै साथ सपोर्ट गरिदिनु होला। र हाम्रो जुन नेपालमा भएको छ, नेपालमा अस्ति पनि सिमरा बारातिर लफडा भयो, झगडा भयो, जुन हाम्रो एमालेको जुन नेता आउँदै थिए होइन, त्यसले यी जेनजी युवाहरूलाई एकदम गाली गलोच अब हातपात नै गरेका थिए होइन। सबै ब्लडै निकाल्ने गरी कुटपिट गरेका थिए।
तर त्यो गुन्डा शैलीले होइन, तपाईँहरू मित्रता शैलीले अगाडि बढ्नुहोस्। मित्रता शैलीले अगाडि बढ्दाखेरि हरेक कुरा, हरेक चिजमा जित हुन्छ होइन। अब जित कसरी गर्ने तपाईँहरूकै हातमा छ। तपाईँहरू सबको साथ सपोर्ट गरेर एकजुट भएर हामी युवाहरूले नै देश बचाउन पर्छ, साँच्चै नै देश बचाउन पर्छ भन्नुहुन्छ भने त्यसरी नै एकजुट भएर एक ढिका भएर हिँड्नुहोस्। तपाईँ हामी एकजुट भयो भने हाम्रो देशलाई कसैले पनि हस्तक्षेप गर्नबाट गर्दैन, रोक्दैन। तर हामी नै छतालिङै भयो, बिना नाउको चल्ला जस्तै भयो भने चाहिँ नि जसले पनि